हेलो आज चाहिँ स्कुल छुट्टी छ मेरो छोरीको इस्टरको छुट्टी अनि हामी चाहिँ आज इम्फाल गइरहेका छौँ टु मिट वान अफ माई फ्रेन्ड्स है। छोरीको आज चाहिँ 12 बजीको फ्लाइट छ र अहिले 9 बजिरहेको छ अनि यहाँबाट अब अटोमा जाँदा आउँदा ठिक्कै हुन्छ। ल गाइस हेर्दै गर्नु होला, धन्यवाद। हामी चाहिँ अटोमा पनि चढेर जाँदैछौँ। यो चाहिँ हो डिमापुर एयरपोर्ट र हामी अहिले आसामबाट डिमापुर नागाल्यान्ड स्टेट हो अनि आसाम कार्बी आङ्लोङ डिस्ट्रिक्टबाट म चाहिँ डिमापुर एयरपोर्ट आएको छु। यहाँबाट चाहिँ हाम्रो मणिपुरको फ्लाइट छ 12 बजी र हामी चाहिँ एकछिन बाहिर बसिरहेको छौँ है, छोरी अनि म चाहिँ। छोरीको म चाहिँ यहाँनिर छु, यहाँबाट जानुपर्ने हुन्छ। Yes, she is very excited. खुसी लाग्यो? कति खुसी? डिमापुर एयरपोर्टबाट मणिपुर इम्फाल एयरपोर्ट पुग्नु झन् हामीलाई आधा घन्टामा पुगिहालिन्छ। हेर्दै गर्नु होला, हेरिहाल्नुहोस् गाइस। यही हो हाम्रो फ्लाइट चाहिँ, सानो छ, यसमा चाहिँ 100 सिटवाला हो यो चाहिँ। हेर्नु होला, अब हामी भित्र पस्छौँ अनि तपाईँलाई इम्फालमा फेरि देखाउनेछु। आइपुग्यौँ है हामी इम्फाल एयरपोर्ट। अब हामी यहाँबाट फेरि ट्याक्सी लिएर हामी अर्को एउटा डिस्ट्रिक्टमा जाँदैछौँ। मेरो साथी चाहिँ त्यहाँ बस्छ। अब हामी यहाँबाट निस्केर पहिला हामी खाना खान्छौँ, अहिले भोक लागिसकेको छ। त्यसपछि हामी चढेर जानेछौँ। यो इरुम्बा सब्जी, यस हेर्नुहोस् त कति धेरै यो चाहिँ सनफ्लावरको खेती रहेछ। हेर्नुहोस् त, वाउ सो नाइस। हेर्नुहोस् है, यहाँ चाहिँ आएर मान्छेहरू कति फोटोहरू खिच्दो रहेछ हो। यहाँतिर हेर्नुहोस् है, सो मेनी पिपल, कति धेरै मान्छेहरू आएर चाहिँ यहाँ फोटोहरू खिच्दो रहेछ हो। हेर्नुहोस् हेर्नुहोस् त सनफ्लावर। यहाँ हेर्नुहोस् न, यहाँबाट गाडी रोक्दो रहेछ, गाडी रोकेर चाहिँ फोटो खिच्न आउँदो रहेछ। यहाँनिर चाहिँ मान्छेहरू फोटो खिचेको एकजनाको चाहिँ लिँदो रहेछ 30 रुपिस। अन्त हेर्नु त कति धेरै पैसा कमाउँदो रहेछ नि यो रामकिङको बिबी चाहिँ। हेर्नु यस्तोहरू पनि बनाइदिएको रहेछ है हो, सेल्फी के भन्छ उयो जस्तो अब फ्रेमहरू बनाएको रहेछ। त्यो फ्रेमहरूले हेर्नुहोस् न, मान्छेहरू यहाँ कति धेरै मान्छे आएर फोटोहरू खिचिरहेको छ। यहाँ हेर्नुहोस् त, देख्नुभयो है, मान्छेहरू पनि पुरा रहेछ यहाँ त। यति धेरै मान्छेहरू आएर फोटो खिचिरहेको छ। हेर्नुहोस् त मणिपुरमा सब सनफ्लावर। गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी इम्फाल मणिपुरको पनि इम्फालबाट झन्डै 3 घन्टा जस्तो टाढो एउटा डिस्ट्रिक्ट, अर्कै डिस्ट्रिक्टमा हामी चाहिँ आएको छौँ। र आज हेरिहाल्नुहोस् बिहानको दृश्य यस्तो छ। यी छोरी चाहिँ बिहानै उठेर यहाँनिर
पोन्ड भन्छ यो चाहिँ है, जहाँनिर चाहिँ मान्छेहरू आएर यहाँनिर यो चाहिँ एउटा पोन्ड पानी रहेछ यहाँनिर। गाउँको मान्छे सब आएर यहाँनिर नुहाउँदो रहेछ बिहान बिहानै, छोरा मान्छेहरू छोरी मान्छेहरू। अनि यो चाहिँ एउटा के भन्नु अब तपाईँलाई यादै छ है, कतिवटा जग्गामा यस्तै हुन्छ पानीहरू यसरी जम्मा भएको नुहाएको एउटा एक प्रकारको राम्रो हुन्छ नि, यस्तो मजा रमाइलो पनि लाग्छ कति बेला है। यस्तो जग्गाहरू हेरिहाल्नुहोस्, यस्तो छ है म आएको जग्गा चाहिँ यस्तो छ, धेरै टाढो छ निकै। यो चाहिँ हिल्स पहाडहरू देख्दै हुनुहुन्छ, ठिक पहाडको मुनि बसेको एउटा जग्गा छ, राम्रो सुन्दर जग्गा छ। अनि यो हेर्नुहोस्, यो चाहिँ एकदम यहाँ चाहिँ धानको खेतीहरू धेरै गर्छ यहाँनिर है, हेरिहाल्नुहोस् है, सब धान खेतीहरू हो योहरू है, यस्तो छ देख्नुभयो, सब धानको खेतीहरू हो। It's a nice view.